जय स्वस्थानी माता। श्रद्धेय श्रोता महानुभावहरू, यहाँहरूका समक्षमा नित्य प्रतिदिन श्री स्वस्थानी माताको परम पावन व्रत कथालाई श्रवण गराउने क्रममा आज हामीले 17औं अध्यायलाई लिएर उपस्थित भइसकेका छौं। हिजो हामीले 16औं अध्यायलाई श्रवण गरेका थियौं र आज 17औं अध्याय श्रवण गर्नुभन्दा पूर्व आउनुहोस् हामी पुनः फेरि प्रार्थना गरौं। भगवतीलाई पुष्प लिँदै अथवा मनरूपी पुष्प भगवतीलाई चढाउनका निम्ति हामी सबैले आउनुहोस् प्रार्थना गरौं। ओम यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुत स्तुवन्ति दिव्यैस्तवैर्वेदैः संगपद क्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थितदधगतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दनचर्चितोज्ज्वलवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा वाग्देवी वदनं भुजे वसतु मे त्रैलोक्यमाता चिरं। मुखं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायण कथामिमां। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। ओम सुस्थानी देव्यै नमः। मन्त्रपुष्पाञ्जलिं समर्पयामि। अब सुस्थानी माताको प्रार्थनालाई अर्पित गरिसके पछाडि अब हामी कथातर्फ प्रवेश गरौं। हिजो हामीले 16औं अध्यायमा चाहिँ हामीले हिजो उतापट्टि हिजो हामीले 16औं अध्यायमा जालन्धरले माता पार्वतीलाई छल्नका निम्ति शिवजीको स्वरूप धारण गरेर कैलाशमा गएको र त्यो पार्वतीजीले थाहा पाइसके पछाडि यतापट्टि भगवान विष्णुलाई त्यो खबर गरेर भगवान विष्णुलाई ध्यान गरेर अनि भगवान विष्णु पनि यता भोलेनाथलाई गएर मानसरोवरमा कि जालन्धरले हजुरकी श्रीमतीलाई छल गर्दैछ भन्ने खबर पुर्याएर अनि वैकुण्ठतर्फ जानुभयो भन्ने सम्मको कथालाई हिजो हामीले 16औं अध्यायमा श्रवण गरेका थियौं। आज आउनुहोस् हामी 17औं अध्यायलाई श्रवण गरौं। कुमारजी अथ सप्तदशोऽध्याय कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि, आनन्द साथ जल क्रीडा गरिरहेका शिवजी ठुलो बेगसित आएका विष्णुलाई देखेर सशङ्कित हुँदै सोध्नुभयो। हेर्नुहोस् त कैलाश सरोवरमा मान सरोवरमा हे गोविन्द, कुन काम परेर यस्तो बेगसित कहाँ यहाँ आयौ? श्री विष्णु भन्नुहुन्छ, हे ईश्वर, तपाईँ यहाँ आएपछि जालन्धर तपाईको रूप लिएर पार्वतीलाई छल्न गएछ। तर उहाँलाई देख्न साथ मूर्छा परेछ अनि पार्वतीलाई शङ्का भएर त्यसको छल जानेपछि मलाई डाक्नुभयो। म कैलाश पुगेपछि सबै स्थिति थाहा पाएर यहाँ आएको। अब हजुर चाँडै कैलाश गई बक्सियोस्। म त्यो जालन्धरकी स्त्री वृन्दाको पतिव्रता धर्म नाश पारेर शीघ्र आउनेछु। विष्णुको त्यस्तो वचन सुनेर राजहंसको रूप छाडेर क्रोधले राता राता आँखा पारेर शिवजी भन्नुहुन्छ, हे विष्णु, त्यसो भई म वैकुण्ठ जान्छु, तिमी झट्ट वृन्दाको सत्य डराएर आऊ। त्यसो भएदेखि म कैलाश जान्छु, तिमी वृन्दा झट्ट तिमीले वृन्दाको सत्य डराएर आउनु। पापिष्ट जालन्धरलाई नमारी छाड्ने छैन। यति भनी विष्णुलाई उता पठाएर आफू कैलाश तर्फ जानुभयो। शिवजी आउनु भएको थाहा पाएर पार्वतीले पाउ धोई दण्डवत गरी जालन्धर आएको सारा कथा सुनाइन्। तिनको वृत्तान्त सुनेर शिवजी भन्नुहुन्छ, हे प्रिय, त्यो पापी जालन्धरलाई नमारी छाड्दिन। विष्णु वृन्दाको सत्य डराउन गएका छन्। तिनी आउन साथ युद्ध गरी त्यसलाई म मार्नेछु। उता जालन्धर रूप लिएका विष्णु आएको देखि वृन्दाले पाउ धोई भित्र लगेर बसालेपछि सोधिन्, हे नाथ, हजुर कैलाशमा जानुभयो, पार्वती कस्ती राम्री रहेछिन्, देख्नुभयो? वृन्दाको प्रश्न सुनि विष्णु भन्दछन्, हे सती, पार्वतीलाई छल्न असम्भव रहेछ। म त भयङ्कर मूर्ति भएका द्वारपाललाई देखेर नै डराएर फर्केर आएँ। विष्णुका
त्यस्तो कुरा सुनि वृन्दाले यी जालन्धर होइनन्, विष्णु मलाई छल्न आएछन् भन्ने ध्यान दृष्टिले जानेर युक्तिपूर्वक हात पाउ धोएर विष्णुलाई आफ्नो बसमा पारी हाउभाउ कटाक्षले विष्णुलाई आफ्नो बसमा पारिन् बाचा गराएर फर्किएर नआएसम्म यहीँ बसिरहनु होला भनी ढोका थिनेर आफू अर्कै घरतर्फ गइन्। बाटो हेर्दा हेर्दै 4 दिन बितिसक्यो, त्यही पनि वृन्दा नआउँदा बाचा हारेको हुनाले विष्णु विवश भएर त्यहीँ बसिरहे। यता महादेवले विष्णु फर्केर नआएको देखि ध्यान दृष्टिले विचार गर्नुभयो र वृन्दालाई छल्न गएका विष्णुलाई उसैले पो छली कोठामा थुनिरहेको थाहा पाई आफ्नो मायाले एउटा 16 वर्षको अत्यन्त राम्रो भिक्षुक उत्पन्न गरी भन्नुभयो, हे वीर, तिमी अन्तपुरमा जालन्धरको घर गई वृन्दाको घरमा गएर थुनिराखेको विष्णुलाई मागेर ल्याऊ। महादेवको आज्ञा अनुसार भिक्षुक त्यहाँबाट अन्तर्ध्यान भई जालन्धरको घर पुगी अलख जगाई अलख निरन्दन भनी वृन्दाले झ्यालबाट हेर्दा अत्यन्त राम्रो योगी देखी। यस्तो योगी मैले आजसम्म देखेकी थिइनँ, मेरो घरमा भिक्षा माग्न पनि कहिल्यै आएको थिएन, अत कस्तो योगी हो, अवश्य भिक्षा दिनु पर्दछ। यस्तो निश्चय गरेर योगीराज मेरो घरमा के कामले माग्न के इरादाले आयो भन। यति वृन्दाले भन्दा योगीले भने, तिमीले दिने भए केही माग्दछौ, नदिने भए व्यर्थमा माग्दिन। वृन्दाले भनिन्, मैले दिन हुने जे मागे पनि दिनेछु। यस्तो बाचा गरेपछि योगीले भने, तिमीले कोठामा थुनिराखेको मानिस मलाई देऊ। योगीको कुरा सुनि वृन्दा चिन्तामा परिन्, किनकि दिउँ भने स्वामी आएपछि के उत्तर दिने, नदेऊ भने बाचा हरियो, अत वचन अन्यथा गर्नु योग्य छैन भन्ने निश्चय गरेर विष्णुलाई कोठाबाट झिकेर योगीको जिम्मा लगाइदिन्। दुवैजना बाहिर निस्कना साथ योगी अन्तर्ध्यान भई कैलाशपुरीमा पुगी शिवजी बाहिर निस्कना साथ सबै कुरा विस्तार गरे। विष्णु चाहिँ वृन्दाको सत्य डराउन आफै थुनिएको बस्नु पर्यो। शिवजीले के भन्नुभयो होला भनी गरुडमा चढेर कैलाशमा पुग्नुभयो। यता योगी भने कैलाशमा जानुभयो, जुन शिवजी हुनुहुन्थ्यो, र विष्णु भगवान भने स्वयं फेरि कैलाशमा जानुभयो र गरुडको त्यो भयङ्कर शब्दले मूर्छा परिरहेको जालन्धरलाई चेत आयो र कस्तो शब्द हो भनी चारैतिर हेर्दा विष्णु कैलाशको रक्षा गरेर डुलिरहेका रहेछन्। पार्वतीलाई छल्न नसकिने रहेछ भनी आफ्नो घर गयो। शिवजीले विष्णुलाई आएको देखि तपाईँ गएको काम पुरा भयो कि भएन भनी सोध्नुभयो। तब विष्णुले सबै कुरा वर्णन गरेर सुनाउनु भयो। अनि शिवजीले ब्रह्मा इन्द्र यम आदि 33 कोटी देवता र यक्ष गन्धर्व किन्नर नन्दी भृङ्गी 64 योगिनी भूत प्रेत पिशाच प्रमथगण जम्मा पारी सबैजना मिलेर पापिष्ट जालन्धरलाई मारेर आऊ भन्नुभयो। त्यो सुनि देवताहरू डराई लडाई गर्न डराउँदै भए पनि अलिअलि डर लागि भए पनि लडाई गर्न तत्पर भए। अनि शिवजीले नारदलाई डाकेर आज्ञा भयो, हे देवर्षि, तिमी गएर जालन्धरलाई भन, देवताहरू तिमीसँग लडाई गर्न आइरहेका छन्। शिवजीको आज्ञा अनुसार नारदजी सरासर जालन्धरको घरतिर जानुभयो। उता जालन्धर घर आएको देखि वृन्दाले पाउ धोई भित्र लगेर सोधिन्, स्वामी पार्वतीलाई छल्न जानु भएको के कसो भयो। तब जालन्धर भन्न लाग्यो, हे सती, म शिवजीको रूप लिएर कैलाशमा पुग्न साथ पार्वती मेरो गुडा धुन झारीमा जल लिएर आइन्। तिनको रूप देख्न साथ मेरो होस हरायो। पछि विष्णु गरुडमा चढेर त्यहाँ आउँदा गरुडको ठुलो शब्दले चेत आयो र घर फर्केर आए। त्यसपछि वृन्दा भन्न लागिन्, हे नाथ, तपाईँको रूप धारण गरेर विष्णु मलाई छल्न आएका थिए। मैले 4 दिनसम्म कोठामा थुनेर राखे। पछि एउटा अपूर्व योगी आएर मागेर उसलाई दिए। आफ्नी स्वास्नीको यस्तो कुरा सुनेर रिसाएको जालन्धरले त्यसो हो भने पार्वतीलाई छाड्दिन, फेरि जान्छु भन्दै घरबाट निस्क्यो। संयोगले नारद मुनिसँग ढोकामा टुप्लुक्क भेट भयो। नारदले भन्नुभयो, हे जालन्धर, तिमी कहाँ जानलाई हिँडेका भनी सोध्नुभयो। जालन्धरले कहीँ होइन, भिक्षा माग्न हिँडेको भनेपछि नारद मुनि फेरि भन्नुहुन्छ, हे जालन्धर, मिथ्या किन बोल्दछौ? तिमी जान लागेको ठाउँ मैले थाहा पाइसके। तिमी पार्वतीलाई सपनामा पनि छल्न सक्दैनौ, प्रयत्न गर्नु व्यर्थ छ। फेरि ब्रह्मा विष्णु आदि सम्पूर्ण देवता तिमीसँग लडाई गर्न आएका छन्। शिवजीको आज्ञाले म समाचार दिन आएको हुँ। अन्त
अन्ततिर जान मन नगर आफ्नो संग्रामको तयारी गर यति भनेर नारदजी फर्किएर जालन्धर पनि घरभित्र गएर नारदसँग भएको कुरा वृन्दालाई सुनायो र आफ्ना सेनाले लडाईँ गर्न भनी कैलाशतर्फ हिँड्यो। उता नारदजी गएर जालन्धरसित भएको सबै कुरा सुनाएपछि शिवजीले सबैलाई संग्राम गर्न पठाउनु भयो। जालन्धरका सेना र देवताहरूको जम्का भेट भयो र घमासान युद्ध सुरु भयो। देवताहरूले सिंहासन गरे, सिंहनाद गरेर अनेक शस्त्रास्त्र प्रहार गरे। देव जालन्धरले ती सबै शस्त्रहरू त्रिशूलले टुक्रा टुक्रा पारिदियो। देवताहरूको सबै अस्त्र विफल भएको देखि हार मानेर चुप लागे अनि विष्णुले कौमुदकी गदा प्रहार गर्नुभयो। त्यो गदा पनि जालन्धरलाई केही पनि गर्न सकेन। इन्द्रको वज्रले पनि छोएन अनि विष्णु भगवान गएर संग्रामको स्थिति शिवजीलाई सुनाई। हामीले जालन्धरलाई मार्न सकेनौं, अब त्यसलाई हजुरले नै मार्नु पर्दछ भनी बिन्ती गरे। अनि शिवजी आज्ञा गर्नुहुन्छ, हे विष्णु, जालन्धरकी स्त्री वृन्दा पतिव्रता छ, त्यसको धर्म नष्ट नगरी जालन्धरलाई मार्न सकिँदैन। तसर्थ तिमी फेरि गएर जालन्धरको रूप लिए आफ्नो मायाले छोपी वृन्दाको धर्म डढाएर आऊ, अनि म गएर जालन्धरलाई मार्नेछु। शिवजीको आज्ञा पाएर जालन्धरको रूप लिई वृन्दाको सत्य डढाउन विष्णु अन्तपुरमा जानुभयो। स्वामी आए भनी वृन्दाले पाउ धोई भित्र लगेर सोधिन्, हे नाथ, शिवजीसँग युद्ध गर्न जानुभएको के कसो भयो? वृन्दाको कुरो सुनि जालन्धर विष्णु भगवान भन्नुहुन्छ, हे प्रिय, युद्ध सकिएको छैन, म थकाइ लागेर विश्राम गर्न आएको हुँ, केही खाने कुरा भए ल्याऊ। त्यो कुरा सुनि वृन्दाले अनेक व्यञ्जन तयार गरी खान दिन्। त्यो रात विष्णु त्यहीँ बसेर आफ्नो मायाले छोपी वृन्दाको पतिव्रता धर्म नष्ट पारिदिनु भयो। भोलिपल्ट बिहान हुनासाथ जालन्धरको रूप छाडी शङ्ख चक्र गदा पद्म धारण गरी आफ्नो चतुर्भुजी रूपको दर्शन दिनुभयो। तब विष्णु भगवानलाई देखेर वृन्दा अत्यन्त रिसाई बोलिन्, हे पापिष्ट विष्णु, तिमीले मेरो पतिव्रता धर्म नष्ट गरिदियो। वृन्दाले त्यति भन्न साथ विष्णुले हाँस्दै भन्नुभयो, वृन्दा, तेरो स्वामी जालन्धरलाई महादेवले हिजै मारिसक्नुभयो, अतः केही बेरमा तैँले समाचार पाउनेछस्। फेरि म जस्तो वैकुण्ठको अधिपतिलाई स्वामी रूपमा पाएपछि तैँले अब चिन्ता गर्नुपर्ने केही कुरा छैन। यसरी विष्णु भगवानले वृन्दालाई बुझाई अनेक तरहले सान्त्वना दिनुभयो। जैति श्री स्कंद पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वरी व्रत कथायां वृंदा पतिव्रता धर्महरणं नाम सप्तदशोऽध्याय। ओम स्वस्थानी देव्यै नमः। आउनुहोस्, अब हामी पुनः अन्तिमको पुष्पाञ्जलीलाई एकाग्रचित्त भएर हामी हात जोडेर प्रार्थना गरौँ। ओम उपनयतु मंगलम व सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधिता नवनलिन दल निवेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रेण सन्तु पुत्रेण सन्तु पौत्रेण निर्धना सदना सन्तु जीवन्तु शरदां सतां। तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र चतुर्धार कथा प्रसंग या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता या वीणा वरदण्ड मंडितकरा या श्वेत पद्मासना या ब्रह्मोच्चत शंकर प्रभृति देवैः सदा वन्दिता सा मम पातु सरस्वती भगवती निशेषजाड्यापहा। कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृते स्वभावात् करोमि अद्य सकलं परस्मै नारायणायेति समर्पयेत्। ओम मन्त्रपुष्पाञ्जलिं समर्पयामि। श्री स्वस्थानी देव्यै नमः। हामीले आज 17औं अध्यायको व्रत कथा पनि यही श्रवण गरेर समापन गरियो। अब यहाँहरूले कथालाई चिन्तन मनन गर्दै आफ्नो लाभ उठाउनुहुनेछ, पुण्य कमाउनुहुनेछ भन्दै भोलि पुनः 18औं अध्यायलाई लिएर म उपस्थित हुने नै छु। यहाँहरूले यतिन्जेलसम्म हेरेर मलाई साथ दिनुभयो, यस भिडियोलाई हेरेर साथ दिनुभयो। यहाँहरू अझै पनि हाम्रो यो फेसबुक पेजमा अथवा युट्युब च्यानलमा जोडिनु भएको छैन भनेदेखि यहाँहरू जोडिएर हामी यस विभिन्न प्रकारका धार्मिक व्रत कथा एवं पौराणिक ज्ञानवर्धक विषयलाई सुनेर लाभ उठाउन यहाँले सक्ने हुनेछ भन्दै म यस भिडियोबाट आज बिदा हुन चाहन्छु। जय श्री राधे, जय श्री कृष्ण।